नमस्कार गाइजहरु, म निमा दर्जी मुक्तान। आज पनि म फेरि एउटा सन्देश लिएर हजुरहरू सामु उपस्थित भएको छु। त्यो सन्देश के रहेको छ भन्दाखेरि अहिले जति पनि पुरानो ट्याक्सीहरू स्क्रैप गरेर नयाँ लिएका साथीहरूलाई हो है फेरि यो भिडियो चाहिने। जति पनि टाटा लिएका छन् हैन, इजी भनेर लिएका छन्, अहिले बिलबुक आएको छैन, कालो नम्बर प्लेट आएको छैन। तपाईहरु किन हतार गर्नुहुन्छ के? किन हतार गर्नुहुन्छ? पैसा कमाउनलाई रातो प्लेट नम्बरमा भोलि कालो नम्बर प्लेट भएर दर्ता भएर आइसकेपछि चाहिँ चोकमा गएर साथीभाइसँग भेला भएर चिया चुस्की हान्दै बिहानदेखि प्रिङ प्रिङ लुडो पड्काउने, अहिले चाहिँ हानाथाप गर्ने, पैसा कमाउनु छ भनेर बिहानैदेखि रातिसम्म के ल 2-4 दिन पखा यार, आउँछ त भोलि यार कालो नम्बर प्लेट भएर आउँछ त तपाईँको गाडी। के हतार गर्नु भयो? मरेर के चाहिँ लानु छ क्या तपाईँ हामीले भनेर म भन्न चाहन्छु। के कसो हौ, सन्देश कस्तो लाग्यो त तपाईँलाई? फटाफट तल कमेन्ट गर्नु होला भन्दै म बिदा हुन चाहन्छु। नमस्कार, जय नेपाल, जय ट्याक्सी।